Hello, Namaste everyone. Welcome back to the another video. I hope सबैजना ठिकै हुनुहुन्छ होला। म पनि सन्चै छु र आज चाहिँ यहाँ घर सफाइहरूको काम चल्दैछ। अब चाहिँ घर सफा गर्न जान आँटेको, वरिपरि झार जङ्गलहरू भएर चाहिँ अब फाड्न जान आँटेको है त। गर्ने ला पल्टो उठ्ने पनि भएको छ नानी एक्लै उठ्छ। ए लिएर रहेछ अस्तिकै होइन लिएर छैन लिएरै छ त अन्डाले गर्दा लिएरै छ कोब्रा रहेछ है आमा नहाल्नु न उताबाट जा त ऊ तल फ्याँक्नु न बाँसमा अरूहरू साँपहरू छैन यहाँ नै तल पठाएको मोर छ ल अब यो खुब मोर छ अब यो पानी हाल्दैन मोर छ होइन मर्दैन लाटेको होला है यो सेते कुनीको मुरिया छ मुसँग के हो अब छोदिन बाबा त्यो बस्छ होस् यहाँ पछाडि चाहिँ सफा गर्दैछ यसले ओइ सफा गर्ने मान्छे अब म पनि सफा गर्छु अघि कस्तो झारहरू थियो अहिले सबै फाटफुट गरेर आत्तिसकिसकेको छ र अहिले मेरो हालत चाहिँ यस्तो भएको छ डरेर हालिमुस्ली भएर पसिना आएर केही छैन अनि अहिले चाहिँ यस्तो भएको छ सबै यो चाहिँ यत्रो बेसी घाँसहरू निस्केको छ हो अघि कस्तो जङ्गल थियो र अहिले यस्तो बनाइसक्यो हामीले चाहिँ यो चाहिँ पछाडिकोपट्टि हो यो घाँस हो अघि पनि यहाँनिर साँपहरू निस्केर नि कस्तो भएको थियो परसम्म फारेको यहाँ मुनि पनि सफा गर्दैछ कुखुराको खोर बस्तीमा गएपछि यस्तो काम त गर्नै पर्यो होइन यहाँनिर चाहिँ गीताले सफा गर्दैछ गीता मजा आउँदैछ काम गर्न यस्तो मैलाहरू निकालेको रहेछ बाबा अनि यहाँ चाहिँ लिपाई हुँदैछ हाम्रो चाहिँ यस्तो पनि घर छ माटोको घर लिप्नुपर्छ यो गोबर ए यहाँ आन्टी मनु फाँदा गरेर चिउची लायो अरे अब नुहाउन आँटेको काम सक्यो होइन अब त
डरेर हरिमुसले भएको छ है। यहाँतिर चाहिँ हामीहरू चाहिँ यस्तो छ है हालत पतला कामहरू गराइ हुँदैछ। अझै यहाँ माथिको त अझै डल्लै छ। अझै यहाँ माथितिरको आधी चाहिँ गरिसक्नु भएको जस्तो नै। घरमा कोही पनि छैन सफा गर्ने। अब हामीहरू आएर सफा गर्नुपर्छ। चाहिँ भित्रको झाडु खोल्नु पर्ने छ। गर्मी चाहिँ कम त छैन है। यो झाडु कम्प्लिट गर्नु छ। मैले चाहिँ काम पनि गरिसकेँ। सबै झारहरू सबै घर वरिपरिको झारहरू हामी सबै मिलेर सफा गरिसकेँ र सबैजना नुहाएर पनि फ्रेस भइसकेको छ। म पनि नुहाइसकेको छु। अनि अब गीता नुहाउनु छ होला बाँकी। त्यसपछि अब खाजाहरू खाने हो। खाजा खाने हो है। खाजासँग बादमा भेट्छु। खाना आँटेको यहाँ चिया ल्याइदिनु भएको छ अनि चिया पिउन आँटेको अनि पानी पनि पर्न आँटेको छ। अब के काम छ त्यो कामहरू गर्नुपर्छ। म चाहिँ अघि भर्खर नुहाएर एकछिन सुतेछु। सुतेको बादमा म चिया पिउन आँटेको अनि अब के काम गर्न जानुपर्छ। पानी पनि पर्न आँटेको छ। यहाँ डगी छ। कता गयो बाउ ल म जाँदैछु। घाँसै कहाँ छ हौ? खोल्सातिर जान्छ गीता खै कोही आएको छैन। गयो त के ए ऊ चाहिँ माथि नै रहेछ। कस्तो अहिले आएर बोल्नु भन् न। हामी चाहिँ जाको दिउँसो कस्तो पानी हामीलाई त अहिले कस्तो डरलाग्दो पानी पर्दैछ। लाइटनिङ थन्डनिङ पनि हुँदैछ। पुरा चट्याङहरू हान्दैछ। यहाँ त डरै लाग्दो पो हुँदो रहेछ। कस्तो डरलाग्दो पानी पर्दैछ। ब्लू कलर यो माथिको ब्लू कलर यहाँ चाहिँ भिजेर आएछ है। के भन्छ कस्तो एक्सपिरियन्स भन तेरो भिजेको? नरोकिकन आएको पानी पर्दैन आएको डाँडा गुरुङमै आएको। अघि दिनभरि यस्तो घर सफा गरेँ यताउता भयो र दिन बेलुकाखेरि पानी पऱ्यो हो। अनि हामीले चाहिँ लाइट पनि थिएन। लाइट फर्केर आएको खानाहरू खाएर चाहिँ सुत्न आँटेको। बाई बाई गुड नाइट। भोलि भेटौँला अर्को भिडियोमा। लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला।